हाई गाइस, सो आज हामी अलिभ गार्डन जान लागिरहेछौँ। म र मेरो बुढा भेटेपछि फर्स्ट डेट हामी यही नै आएको थियौँ, त्यो भएर फेरि आएको। तर यो चाहिँ ठाउँ फरक हो, तर सबै इन्टेरियरहरू अलिभ गार्डनको एउटै नै रहेछ। त्यसपछि यो मेनु भइहाल्यो। यो मेनुमा चाहिँ धेरै जस्तो पास्ता अनि चिजले बनेको खानेकुराहरू मात्रै नै थियो, किनभने इटालियन रेस्टुरेन्ट भएको भएर। अनि त्यहाँबाट मैले मगाएको भनेको स्टफ चिकन मार्सला र मेरो बुढाले मगाएको भनेको चाहिँ चिकन अल्फ्रेडो हो। त्यसपछि यिनीहरूले खाजाको अथवा त्यो जुन हाम्रो फुड ल्याइदिइसकेपछि फेरि एक्स्ट्रा चिज पनि राख्थ्यौँ भनेर सोध्छ भनेर राख्दै भनेको थिएँ। मैले यो मेरो बुढाकोबाट अलिकति चिकन अल्फ्रेडो खाएको थिएँ। अनि त्यसपछि मेरो वाला त्यो मार्सलामा चाहिँ पोटेटोजहरू आउँछ, त्यो खाइरहेको थिएँ। ठिकै थियो, नट ब्याड, बट लाइक कहिलेकाहीँ टेस्ट गर्नुको लागि चाहिँ अमेजिङ भयो। तर मनपर्ने चाहिँ हामीलाई त्यही नेपाली फुड नै भयो। यति खाइवरी हामी चाहिँ फेरि हाम्रो घरतिर फर्कियौँ, अलिभ गार्डनलाई टाटा बाई बाई भन्दै। बाई।